चाहिँ त्यही अहिले पुरा श्रममा जुटिनु भएको छ, टिसनमा पनि गरे के हुँदैन र भन्नुभएको छ होइन। यस्तो अभियान लगाउनु भएको छ। यो अभियान कहिलेबाट चल्यो, के छ, यसको बारेमा सर जानकारी गराइदिनु न तपाईँको नाम परिचय सहित। धन्यवाद पत्रकारज्यू। आज लामो समयपछि झन्डै 8 महिना पार गरिसकेपछि तपाईँको नजरमा पनि पर्न सफल भयो। यहाँ आइदिनु भयो, हेरिदिनु भयो र यसको जान्ने एउटा इच्छा आकाङ्क्षा राखिदिनु भयो। त्यसको लागि यहाँलाई यो गाउँले दर्पणलाई पनि म धन्यवाद दिन चाहन्छु। र म यसको विषयमा यो कसरी सुरु भयो भन्ने विषयमा हजुरले सोधेको क्वेसनप्रति मैले आफ्ना कुराहरू, जानेका कुराहरू राख्दिन्छु। यो सबैभन्दा पहिला हाम्रो पदम कोन दाई जो हाम्रो यहाँको एउटा लिडर पनि हुनुहुन्छ र दिलु भाइ, दिलीप सुनार भनेर चिन्छ। हामी फेरि दिलु भाइ भनेर भन्छौँ। उहाँहरूबाट स्टार्ट भएको र यो स्टार्ट हुँदा चाहिँ तलबाट स्टार्ट हुँदा झन्डै 2081 मङ्सिरको 2-4 गतेबाट स्टार्ट भएको मलाई जानकारी छ। त्यसपछि यो हिँड्ने क्रम पनि, ट्र्याकिङ पनि गाह्रो, यहाँ आउन पनि खोज्ने मान्छे, हिँड्ने वातावरण पनि र हाम्रो बर्दघाटमा परिवेशमा बसेर यसो टाइम व्यतीत गर्दाखेरि केही पनि कहाँ गएर बस्ने होला, कहाँ हेर्ने होला, केही मनोरञ्जन कसरी लिने होला भन्ने ठाउँै नभएको अवस्थामा र योभन्दा अगाडि चाहिँ त्यसैको निम्ति पनि उठाइएका जस्तो पार्कको निम्ति उठाइएका, इको पार्कको निम्ति उठाइएका अगाडिका केसहरूले पनि अझै पनि बर्दघाटमा केही नभएको अवस्थामा यो चाहिँ स्टार्ट भएको र स्टार्ट भइसकेपछि हामी खन्ने क्रममा उहाँहरूले बाटो तयार गर्नुभयो त्यहाँसम्म। त्यसपछि म जोडिन गएँ। मलाई थाहा थिएन, त्यहाँभन्दा अगाडि म पनि त्यही इच्छामा कौतूहलता मेरो पनि थियो र दाइहरूले गर्दै हुनुहुन्छ भनेपछि मैले दिलीप सुनार भाइलाई भेटिसकेपछि म भोलिबाट आउँछु भने। अनि त्यसपछि निरन्तरता, मेरो पनि निरन्तरता यहाँ पाइरह्यो। यस साथसाथै हाम्रा धेरै साथीहरू कुमार भाइ, हाम्रो मिसन पनि जोडिनु भएको छ। सबै चाहिँ जोडिएका छौँ। सबै चाहिँ हामी एउटा गरे के हुँदैन भन्ने अभियानलाई त्यसपछि सार्थक रूप दिउँ भन्ने चाहिँ हाम्रो यो चाहिँ सुरुवात भयो। हामीले यो श्रम गरिरहँदा हाम्रै हरियाली नगरका आमा समूहबाट अहिले पनि आमा समूहकाहरू आइरहनु भएको छ, काम गरिराख्नु भएको छ र सुरुवात भइसकेपछि पहिला यसलाई यो यति झाडी थियो कि हामीले एकअर्कालाई देख्दैनथ्यौँ भित्र पसेपछि। त्यो झाडीलाई कसरी, त्यो बनमारा र धाइरालाई कसरी मास्दै अथवा त्यसलाई चाहिँ गर्दै र सालका बिरुवाहरू एउटा काठहरूलाई जोगाउँदै यसको पर्यावरण सम्बन्धी ती धाइरालाई पनि फेरि बचाउनु पर्ने छ। कुनै ठाउँमा हामीले त्यसको पनि परिचय दिनुपर्ने छ भनेर हामीले त्यसको पनि ठाउँ राखेका छौँ र त्यस्ता ठाउँहरू थुम्का हेरिसकेपछि हामीले यसलाई चाहिँ प्र्याक्टिकल हुनसक्छ, यहाँबाट यस मोड देखिन सक्छ, यहाँ आएर मनोरञ्जन समय चाहिँ व्यतीत गर्ने चाहिँ हुनसक्छ भन्ने अवधारणाका साथ हामीले यी थुम्काहरू बनायौँ। जहाँ आएर अहिले पनि मर्निङ वाक गर्नुहुन्छ, एकछिन आउनुहुन्छ, सुस्ताउनुहुन्छ, हेर्नुहुन्छ, गाडी चलेको देखिन्छ, यताबाट सब बर्दघाट नगरपालिकाको एउटा भ्युज देखिसकेपछि आनन्द महसुस गर्नुहुन्छ अनि फेरि फर्किनुहुन्छ। यो चाहिँ बनाउँदा हाम्रो ठिक हुन्छ भन्ने भइसकेपछि हामीले यस्ता चिजहरू बनाउँदै गयौँ। यहाँ दाताहरू पनि जुट्नु भयो। हामी आफै पनि श्रम गरेका मान्छेहरूले पनि केही पैसा जुटाएर हाम्रो सोच थियो अझै हामीले काठको बनाउन सके राम्रो हुन्थ्यो भन्ने सोच थियो। तर पनि हामी कङ्क्रिट राख्न बाध्य भयौँ किनभने यहाँ चाहिँ हामीले एउटा प्लाईको सानो चाहिँ टुक्रा राखेका थियौँ। त्यो चाहिँ संरक्षित हुन नसकेपछि हामीले अहिले हाललाई यो कङ्क्रिटलाई नै हामीले जोड दिएको तपाईँले पनि देख्न सक्नुहुन्छ। र त्यसपछि हामी यहाँसम्म आइसकेपछि यसको सेरोफेरोबाट हामीले चाहिँ हाम्रा बर्दघाट नगरपालिकाको हाम्रो राम्रोसँग भ्युज लिन सक्ने वातावरण देखिसकेपछि हामी यहाँ यो ठाउँमा उत्रिसकेपछि यसो सोच्यौँ। यहाँ हेर्दाखेरि मैले नै आफूले नै प्रस्ताव राखेँ नेपालको झन्डा नक्सा, यो चाहिँ नक्सा बनाउने भन्ने नेपालको झन्डा बनाउनेबाट स्टार्ट भयो। नेपालको झन्डा हामीले बनाइसकेपछि धेरै लामो समय लाएर हामीले नेपालको झन्डा बनायौँ। अनि दाइले पनि गोलघर भनेर त्यहाँ चाहिँ गर्नुभयो। अनि त्यसपछि दाइले एकदम सहर्ष सबै हामीले सहर्ष स्वीकार्यौँ। तर नेपालको झन्डा फेरि हामीले चाहिँ के गरौँ त दोस्रो हाम्रो यो
नेपालको नक्सालाई फेरि हामी चाहिँ अगाडि बढाउँ भन्ने चाहिँ हामीले गऱ्यौँ र नेपालको नक्सा बनाउँदैछौँ। अहिले तपाईँले यो वर्तमान परिप्रेक्ष्यमा देखिरहनु भएको छ। यो किन बनाइएको छ त भन्दा नेपाल हाम्रो हो, नेपालीको हो, एउटा नेपालको माया दर्शिएको छ। यसले नेपालमा यहाँ विद्यार्थीहरूले पनि फेरि 7 प्रदेश छुट्याइएको अवस्था, हाम्रो जिल्ला कहाँ पर्छ, हाम्रो ठाउँ कहाँ पर्छ, यो नेपाली विद्यार्थीहरूले पनि यो विषयमा अध्ययन गर्न सक्नेछन् र एउटा आउने मान्छेलाई पनि एउटा गर्वको महसुस हुनेछ भन्ने अवधारणाका साथ हामीले यो तयार गरिएको छ। अहिले जसरी हामी आइरहेछौँ त्यसरी नहेरेर एक चक्कर यो नेपालको झन्डा र नेपालको नक्सालाई मारेर माया दर्शाइसकेपछि यो गोलघरमा आएर यहाँको भ्युज लिन सक्नुहुनेछ भन्ने चाहिँ हाम्रो यो अहिले त बनाउँदै गरेछौँ। नेपालको नक्सा र झन्डालाई कुच्न पाइने छैन, त्यतिखेर त्यो चाहिँ उहाँले परिक्रमा गर्नुपर्ने छ। हामी त्यही माटोमा जन्मेका छौँ, त्यही माटोमा हुर्केका छौँ, त्यसैमा हाम्रो चाहिँ माया ममता छ, यसैमा पसिना सिन्चिएको छ, यसैमा हामीले भविष्य देखेका छौँ भन्ने कुरा हामीले संसारभर फैलाउन चाहन्छौँ। त्यस कारणले पनि अनि अर्को परिवेश भनेको यहाँको बर्दाघाट परिवेशमा कहीँ घुम्न जाउँ भन्ने परिवेशमा यो पनि एउटा रमणीय ठाउँ हुनसक्छ है। धेरै ठाउँ यस्ता छन्, साथीहरूले पनि यसैको फलस्वरूप जागरण पनि आएर साथीहरू पनि एउटा अभियानमा जुट्नु भएको छ, खुसी लाग्छ। कोही साथीहरू परिश्रममा जुट्नु भएको छ, अझ खुसी लाग्छ। र यस्ता ठाउँहरू हामीले पर्यटनको निम्ति जगेर्ना गर्नुपर्छ, त्यसलाई चाहिँ अगाडि बढाउनुपर्छ। अहिलेसम्म तपाईँले यसमा खर्चको कुरा गर्नु भने श्रमदान मात्र छ कि आफ्नो आर्थिक लगानी पनि गर्नु भएको छ? कसैले उठाउनु भएको छ कि होइन? हो, राज्यको लगानी, आफ्नो लगानी के छ? राज्यको लगानी भन्नाले हामीलाई वनले, हाम्रो पारिजात वनले सहयोग गरेका छ। एक किसिमले पैसाको सहयोग भन्दा नि धारा त्यहाँसम्म ल्याइदिएको छ, हामीलाई यहाँ काम गर्ने वातावरण सिर्जना गरिदिएको छ र त्यो चाहिँ एकदम छ, एकदम सराहनीय पनि छ। उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु। र साथसाथै हामीलाई चाहिँ 1-2वटा दाताहरूले हामीलाई यो कुर्सी किन्दाखेरि पैसा पनि दिनुभएको छ भने हामी आफैले पनि पैसा उठाएको छौँ यो कुर्सीको लागि, अनि कुर्सीको लागि उठाएको छौँ। र अरू चाहिँ यो सरसामान भनेको कहिले मैले लिएर आएको छु, कहिले दिलीप भाइले लिएर आउनु छ, कहिले पदम दाइले ल्याउनु छ, कहिले यो श्रम बाहेक क्यास लगानी कति भएको छ यसमा? क्यास लगानी हाम्रो 55-56 हजार चाहिँ लगानी भएको छ। राज्यको तर्फबाट छैन, हामीले त्यो राज्यको तर्फबाट हामीले मागेको पनि छैनौँ। हामी के दर्शाउन चाहन्छौँ भने श्रम नै यो देशलाई माथि भनेपछि यहाँ राज्यको लगानी लगाउन चाहनुहुन्न? होइन, त्यो त लगानी लगाउनु त राज्य पनि लगानी लगाएर अझ राम्रो बनाउनु त कसले चाहँदैन र। तर हामी एउटा कुरा पनि फेरि देख्छौँ, एकदमै राज्यको लगानी होस्, यसभित्र अझ राम्रो बन्ने वातावरण हामीले मात्रै यसलाई चाहिँ अगाडि बढाइरहन त सक्दैनौँ, उहाँहरूको पनि हात त चाहिन्छ। तर हामी त्यो सँगसँगै राज्यले श्रमलाई जोड दियोस्, हरेक क्षेत्रमा श्रमलाई जोड दियोस्। कृषिको क्षेत्रमा होस्, चाहे पर्यटन क्षेत्रमा होस्, चाहे श्रम 1 घन्टा यो सम्भावनाको ठाउँ हो, सबैले परिश्रम गरौँ। यो राज्यलाई भन्दा नि आफ्नो शरीर स्वस्थलाई गरौँ भन्ने हो। एकदम तपाईँले स्वस्थ पनि रहनु, 1-1.5 घन्टा आएर पसिना बगाएपछि स्वस्थ पनि रहनु, यहाँ चाहिँ एउटा हेर्ने लायक बर्दाघाट पनि बन्नु, अनि आफैले पनि फेरि मनोरञ्जन आनन्द लिन पाउनु। यो समग्रमा भन्नुपर्दाखेरि आफ्नो स्वास्थ्य बनाइरहँदा देश बन्छ है भन्ने सन्देश दिन खोजेको हो। एकदम राइट कुरा हो। आफ्नो स्वास्थ्य पनि बन्ने, देश पनि बन्छ। र श्रम गर्न, हामी बाहिर गएर श्रम गर्छौँ भने श्रम गर्न सिक्नुपर्छ। यहाँ मात्रै होइन, पर्यटनको क्षेत्रमा मात्रै होइन, कृषि क्षेत्रमा पनि श्रम गर्नलाई कदर गरौँ, श्रमको मूल्य बुझौँ भन्ने मात्रै कुरा हो। हामीले कुकुर डोराएर हिँडिराख्नुभन्दा, मैले फेरि कसैलाई नहोस्, त्यो हिँडिराख्नुभन्दा हामीले पाल्तु जनावर पनि पाल्नै पर्छ, त्यो पनि एउटा घरको जग्गा हो। र तर त्यो सँगसँगै यो श्रम गऱ्यौँ भने अझ देशलाई माथि उठाउन सक्छौँ भन्ने कुरा हो। हुन्छ, जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद। यहाँको अभियानले निरन्तरता पाओस्, देशको यो राजमार्ग छेउमा रहेको यो पूर्वी द्वारमा छ लुम्बिनी प्रदेशको यो सबैको गन्तव्य विश्राम स्थल बन्न सकोस्, शुभकामना छ। धन्यवाद तपाईँलाई, हजुरलाई पनि। मैले यो अझै मैले के जोड्न चाहेँ भने हामीले गरे के हुँदैन भन्ने अभियान चाहिँ यो दर्शाउन खोजेको श्रमसँग जोडेर गरे के हुँदैन भन्ने चाहिँ अभियान हो। हाम्रो अभियानमा तपाईँ आइदिनु भयो, सरिक भइदिनु भयो, यसको समाचार उठाइदिनु खोजिदिनु भयो, त्यसको लागि पनि हजुरलाई धेरै धेरै धन्यवाद हजुरले लिनुभएकोमा। यो समय अनि संवादको लागि धन्यवाद। यहाँ श्रममा जुड्दै हुनुहुन्छ, समयमा बिचमा मैले डिस्टर्ब गरेँ, त्यसको लागि सरी। सबैजनालाई नमस्कार।
गरे के हुन्न र भन्ने अभियानमा आज हामी जुटेका छौँ। जुट्न त पहिला पनि जुटिराखेका छौँ। उहाँहरूले नि हामीलाई धेरै हाम्रो आमा समूहको भवनमा माटो पुर्ने यताउता कामहरूमा धेरै सघाउनु भयो र यसै कारण मात्रै नभएर पनि हामी पनि बिहानको समय सुतेर बिताउनु भन्दा एउटा एक्सर्साइज हुने, अर्को यहाँ काम पनि हुने भन्ने तरिकाले अनि आमा समूहको दिदीबहिनीहरूलाई फुर्सद मिल्दा बिहान चाहिँ सबैजना आउनु। हामी योगा क्लास जाने गरेको थियौँ। योगा क्लास जानुभन्दा यतातिर आउँ कि भनेर अनि सल्लाह गरेर यतातिर यसो सहयोग गर्न आइरहेका छौँ। धेरै धेरै धन्यवाद छ। अब कस्तो लाग्यो तपाईँलाई यस्तो श्रम बनिरहेछ, दाजुभाइहरू जुटिया छन् होइन, ल्याउनु आउनु भएको छ, कस्तो लाग्यो तपाईँलाई भन्नु त? बेसरी राम्रो हो नि। अब हामी सधैँ आउने थियो, झाडी थियो, हिँड्न कति गाह्रो थियो होइन। उहाँहरूले यति काम सुरु गर्नाले हाम्रो त्यो बाटो हिँड्न पनि कति सजिलो भएको छ। वरिपरि झारहरूले कोतार्दैन, काँडाहरूले नि कोतार्दैन। अर्को बिचबिचमा बस्ने ठाउँहरू राखिदिनु भएको छ, बेन्चीहरू थकै मार्न नि पाइयो। र हामीलाई यो ठाउँ भनेको चाहिँ भोलि सकेसम्म खुट्टा चलुन्जेललाई लौरो टेकेर भए पनि यसो यहाँसम्म जाऊँ न भन्ने किसिमको एउटा मनसाय हुन्छ क्या यति बेला चाहिँ। त्यति बेला हामीलाई अहिले यति बेला त केही भएको छैन, तर कुनै दिन यहाँसम्म नै आउन नसक्ने दिनमा चाहिँ यो ठाउँले पनि प्रेरित गर्छन् आउनलाई। जाऊँ न त्यहाँ त्यस्तो ठाउँ छ, बरु 2 ठाउँमा 3 ठाउँमा बिसाएर भए पनि जाऊँ एकछिन गएर त्यहाँ बसेर आऊँ भन्ने हामीलाई मनसाय हुन्छ। र हाम्रो वरिपरिको दिदीबहिनीहरू सधैँ यति व्यक्ति उमेर भएको त हुँदैन, बुढेसकालमा चाहिँ यहाँ आएर यसो दुःख सुखको कुरा गरेर चिसो हावा खाएर राम्रो छ नि वातावरण। त्यसले गर्दाखेरि यसो मौसमको उसले पनि हामीलाई स्वस्थ बनाउँछन्। यति भने उकालो उक्ल्यो भने हाम्रो खुट्टाको नसाहरू तन्किन्छ भन्ने तरिकाले यो ठाउँमा आउनलाई चाहिँ हामीलाई एकदम खुसी छौँ। हामी खुसीले नै आएर सहयोग गरेको हो हामीले। अन्य दिदीबहिनी दाजुभाइहरूलाई के भन्न चाहनुहुन्छ भन्नुहोस् त? अन्य दिदीबहिनी दाजुभाइहरू पनि जो आउनु भएको छ, जुट्नु भएको छ, एकदमै राम्रो। अझै पनि यो कार्यक्रम मार्फत जुट्न सक्नुहुन्छ भने आउनुहोस्, उहाँलाई हार्दिक स्वागत छ। घरमा बसेर भन्दा पनि बिहानको टाइम त सबैको फुर्सदै हुन्छ। अब त्यसपछि 8 बजे 9 बजे त सबै आफ्नो आफ्नो काममा जुट्ने हो। बिहानको समय चाहिँ यसो सदुपयोग गर्नुहोस्। हेल्थलाई पनि राम्रो र समाजलाई पनि राम्रो, वातावरणलाई पनि राम्रो। यो त्रिपक्षीय राम्रो छ, राम्रो छ, सबै ठाउँबाट राम्रो छ। बिहानको हावा अघिसम्म त्यहाँ तल हावा लाग्थेन, यहाँ आउँदा हावा लाग्छ होइन। ताजा हावा खान पाइयो, तिर्खा पानी खान पाइयो, गर्दाखेरि सबै कुराको मिश्रण छ, राम्रो छ। सबैजना बिहान 1 घन्टा भए पनि यहाँ आएर सके श्रमदान गर्नुहोस्, नभए हेरेर मात्रै भयो नि फर्किनु होला। यो हेर्ने मान्छेहरूले यो बोल्ने मान्छे को होला, कतिजना लिएर आउनु भएको छ भनेर भन्नुभएको छ, के भन्नुहुन्छ? होइन, म चाहिँ हरियाली नगर आमा समूहको अध्यक्ष। अनि मैले चाहिँ मेरो आमाहरू सबैलाई सक्ने जतिलाई आउनुहोस्, भ्याउने जतिलाई आउनुहोस् भनेर आह्वान गरेछु। आउँछन् पनि, नआउने होइन, आइरहेका छन्, जुटिरहेका छन्। त्यही हो कि सधैँ धेरै नजुटे पनि 8-10 जना 4-5 जना भए पनि हामी चाहिँ रेगुलर नै छौँ भनेर भन्न हुन्छ। चाहन्छु। धन्यवाद। यहाँ हाम्रो पदम दाई पनि बहुत कसिनु भएको छ। यो सपना साकार गर्ने चाहिँ पहिलो व्यक्ति है। सबैभन्दा पहिला चाहिँ पदम राई र अनि यो दिलीप भाइ हो, दुईजना हुनुहुन्छ। ल, यो पदम दाई भनेको उहाँ हो है। ल, दाई केही भन्न चाहनुहुन्छ? हजुर नमस्कार, म पदम पुन बर्दाघाट 4 हरियाली नगर। साबिकको सोखानी पनि भन्यो भने धेरै चिन्छ। साबिक सोखानी। यो हरियाली नगरलाई कसरी हुन्छ यो पार्क बनाऊँ, राम्रो सुन्दर र बिहान सबै आम नागरिकहरू श्रमदाता जुटिनुहोस्, आउनुहोस्, सहयोग गर्नुहोस्, यसो धन्यवाद। सनराइज पनि भइरहेछ। तपाईँ सनराइज हेर्न इलाम पुग्नु पर्दैन, बरघाटबाट नि देखिन्छ। हेर्नुहोस् है, यो सनराइज भइरहेको छ। यति नजिकबाट यहाँबाट चाहिँ